अर्को खेल हेर्ने खेला त हुन्छ यसबाट गजबको खेला हुनेवाला छ। यो खेल्ने कि हेर्ने तपाईको जिम्मा। भोट हाल्नुभयो भने भोलि पर्सि छोरा नातिलाई भन्न सक्नुहुन्छ कि देशले इतिहास परिवर्तन गर्ने बेलामा एक भोट घन्टीमा मैले पनि हालेको थिएँ भनेर छाती ठोकेर भन्नुपर्छ। 82 सालमा जेनजीले गरेको आन्दोलन र त्याग र बलिदान पछि चुनाव भयो। त्यो चुनावमा मेरो पार्टी त अर्कै थियो, मेरो आस्था, मेरो विश्वास, मेरो नेता, मेरो झण्डा, मेरो नारा अर्कै थियो। तर एक भएर रासोपा सारा युवा बोकेर आयो। त्यतिखेर मैले दल भनिन, नेता भनिन, आदर्श सिद्धान्त केही भनिन, बस घन्टीमा भोट हाले। परिवर्तनमा मेरो पनि योगदान छ केटा भनेर आफ्ना छोरा नातिलाई भन्न पाउनुहुन्छ। यति ग्यारेन्टी म यहाँ बसेर गर्न चाहन्छु। इतिहास लेख्ने यो बेलामा तपाईहरु नछुट्नुहोस् भन्न मात्र म यहाँ आएको हुँ। बाँकी यो क्षेत्रले यस अगाडि रोपेको छ, बिउ रोपिसकेको छ। रोपेको बिउलाई कसरी हुर्काउने मकवानपुरले जानेको छ। मकवानपुर जिल्ला, घन्टी किल्ला दुवै उम्मेदवार र समानुपातिक उम्मेदवारलाई दिल खोलेर, मन खोलेर घन्टी चिन्हमा भोट हालेर विजयी गराउनुहुनेछ भन्ने विश्वास सहित आफ्ना भनाइहरू यहीँ टुङ्ग्याउँछु। फेरि एकपटक म भन्न चाहन्छु, भोट केमा, भोट केमा, भोट केमा। सबैको जय होस्। जय देश, जय घन्टी। आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यूको मन्तव्य सकिसकेको छ। अब की बार रवि